ल कोही पनि नभाग्ने आउँदैछ आउँदैछ कासको फोन आयो फेरि ए आउनुहुन्छ अहिले तपाईँ चाहिँ के थाहा हो ए ए ए यहीँ लेखेको रहेछ ल मैले हेरेन रहेछ अहिले चाहिँ देख्यो ए ए भान्जा वेलकम छ भान्जा सबैजनालाई फोन गर्दै बोलाएको छ आजको घम्छीमा ल्याइछि आज यो बोमजनको छोरालाई स्याङजनको छोरीले ठहारै पार्ने होला होइन जहाँसम्म लाग्छ ओहो भान्जा के छ अनि यो आइडीमा फलो गरेको छैन नामै भान्जा हो फेरि नानाहरू पो रहेछ दोङ्सियाहरू त नाना पो हुन्छ त आफ्नो त के जिस्काउनु अब अनि भान्जा के छ खबर भान्जा हजुर कल्ल भन्ने हो भान्जा भन्छ भान्जा नामै भान्जा रहेछ अनि ठिकै छ भान्जा ठिकै छ अनि घरको के छ खबर हामी सबैको भान्जा फलो गरेको छु यहाँ छक्कबाट हटाइदिनु भान्जा भान्जा मामालाई फलो ब्याक दिनु होला भान्जा दियो मैले नहेरेर हो कि दिइसक्यो अनि के छ त नि कता हुनुहुन्छ सबजनाहरू म चाहिँ यता काठमाडौँ भक्तपुरदेखि हो हजुरहरू कहाँदेखि हुनुहुन्छ भन्नुहोस् म चाहिँ स्याङ्जाबाट हो है ल आउनुहोस् सबैजना फटाफट आज चाहिँ विशेष गरी खुल्ला लोकदोरी प्रतिभा हाम्रो लाभमा गइरहेको छ गाइजहरू है तपाईँहरू पनि सुनेर साथ दिनु होला अनि कोही गाउनुहुन्छ इच्छुक हुनुहुन्छ भने आउनु होला गाउँ कल्चरहरू बस्नु होला है ल अब को चाहिँ भाग्यमानी हो अब एउटा कुरा मात्र खाली छ अब एउटा त्यो दिदीलाई भएको भइहाल्यो अब को चाहिँ भाग्यमानी हो ल दिदी आउँदै हुनुहुन्छ कसले गाउँदैछ को आउँदैछ गायिका चाहिँ भनेर सोध्नुहुन्छ होला ल मेरो नाना आउनु भयो ल नाना तपाईँ पनि फ्री भयो माथि आउनुहोस् त हुनुहुन्छ अझ चाहिँ मैले हाम्रो शान्तिमा गरेको छु सबैले माया गरिदिनु होला कान्छीले बितिसक्यो कसैलाई आइट राख्ने हजुरहरू कताबाट हो ल शर्मिला आउनु भयो ल माथि आउनुहोस् ल रसुवा कुन ठाउँबाट हो ए डाँडा गाउँपट्टि पो परेको लासो भेना लासो त्यतै हो को भाग्यमानी छ आउनुहोस् है अहिले फेरि एकछिनमा म आउँछु भन्नु पाउनु है रिसाउनु पाउनुहुन्न है कालिका स्थानपट्टि हो मेरो त
खलास खलास अलरेडी सुहाद गाइड त्यही त नि यता बिच तपाईँहरूको पारिमा हाम्रो वारी हो यता कालिकस्तानपट्टि ताङा It's not good here. गोले हो गोले मैले हेरिसकेँ अघि नै नलिने हो। Tangi, tangi. ल ल आउनुहोस् ल Get from there, oh. Get, if you want. तपाईँ बिजी हुनुहुन्छ होला भनेर नलिएको हो के भेना? तपाईँ बिजी हुनुहुन्छ होला भनेर नलिएको हो भेना। धेरै धेरै धन्यवाद है कन्टिन्यू लाइभ क्याप गर्नु भएको छ कहाँ भेना आउनुहुन्न नि। कुन स्कुल रहेछ यिनीहरू? नै आउँदैन हाम्रो घरबेटी चाहिँ कताबाट हो म यता भक्तपुरदेखि हो हजुर भक्तपुर। ल ल गएँ त्यसो भक्तपुरदेखि हो र बस्नु न बस्नु। हजुर हजुर दिदीको मुस्कान त खतरा छ त मुसु 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 हाँसे हाँसे गर्छ त किन हो बेला बेला भुलेर कसले गाउनु भएको भर्खर? के हो सबै गायककार मात्रै हुनुहुँदो रहेछ त हौ। अनि भोइ हो लै सारङ हाम्रो जनकल चाहिँ कताबाट हो यता भान्सा कताबाट हो दिनमा भोका सोमजी भनिदिनु त म कताबाट हो। हेलो हेलो सोमजी पुत्र जेठी बुढी हो तेरो या हो र यस्तो चाहिँ सुन्नु पाउँछ भनेर मैले भनेको होइन है फेरि। आइपुग्यो ल आइपुग्यो पर्खाइमा थियो तल आइपुग्यो ल माथि तार्नु त भान्जा स्याङ्जाबाट है भान्जा स्याङ्जाबाट है हजुर सुत्ता लगाइसक्नु भएको छ तार्नु त माथि उहाँलाई ल बल्ल तल्ल आउनुभयो मेरो नाना। ल लासो नाना लासो ल सबैजनाले फलो गर्नु होला मेरो नानालाई। यतिखेरको बसेमा चाहिँ उहाँलाई पर्खदा ल एक खाल खाना खाएर पनि हामी मस्ती भइसकेको सुरु अब छौँ चाहिँ लासो नमस्ते मेरो नाना। एउटा पुरानो साथीको नामले गर्दाखेरि चाहिँ हामीले हाम्रो लाइभ सुनमा उहाँलाई जसरी पनि गराइ आज यहाँसम्म आउनु फेरि नम्बर दिएको छ विशेष गरी उहाँले एक वचन हाल्नु भएर उहाँलाई धेरै धेरै धन्यवाद। भोलि उहाँको प्रोग्राम पनि सक्सेस होस् आजैदेखि शुभकामना। अब धन्यवाद। बाँकी परिचय चाहिँ उहाँहरूबाटै बाँकी परिचय चाहिँ तपाईँहरूले उताबाटै लिनु होला है। म त सधैँ अब सबैले चिनेका अब सबैको लाइफमा हाल्न गर्दै हिँडेका थ्याङ्क यू सो मच। यतिखेर हामी देवीजी हजुरको परिचय दिनु होला अनि कुन भाकामा गाउने हो आज त? नमस्ते सम्पूर्णलाई नमस्कार है त म देवी तामाङको तर्फबाट हामी त सोमसामदी तपाईँ पनि उ त्यो भिडियोमा आउनुहोस् है। भनेको के तपाईँ पनि भिडियोमा आउनुहोस् सबैजना आउनु उ त्यो भिडियोमा आउनु मिल्छ भने सबैजना आउनुहोस् ल। मेरो त मिल्दैन हजुर
म चाहिँ आउन मिल्दैन है नानाहरू, किनभने म ड्युटीमा छु। ल देवीजी ए ल एकछिन ल तपाईँको ओके परिचय ओके गरौँ, अनि कुन भाकामा गाउने त्यो भाका अब चुज गरौँ। तपाईँहरूको कानमा गीत सुन्नु पर्यो, बस्नु पर्यो। अब गीत गाइहाल्नु पर्ने हो र सुरु गर्ने नि त तपाईँको प्रतीक्षामा आज छन् सबैजना ओटी हो। हो, सम्धि ओटी गरेर बसिरा। साउन्ड चाहिँ कसको हो त्यो चाहिँ अलि बन्द गरिदिएर हुन्थ्यो। आले के गीत गाउने हो सानो गर्दा अर्काको देशमा आएपछि गर्नै पर्छ। ल ल सुरु गरे नि हुन्छ। फुर्सद भरा लाइफमा उड्ने सम्पूर्णलाई नमस्ते छ्याझरी एउटा चस्मा किन्देऊ न हजारको एउटा चस्मा किन्देऊ न हजारको गीत गाउनु जान लाग्यो नि क्या आज त भर्खर आइपुग्यो कोही मान्छे असलीकै भर लाछ, गाईकासँग गाउनलाई डर लाछ। हमेल असरी बजारको एउटा चस्मा किनिदेऊ ल हजारको। अप्ठ्यारो भाकाबाट गाउनु भएको है। हे हात समारा जम सानो सरासर तिमी र म हुँ क्यारे बराबर ठम्लासन न्यु रोड बजारको एउटा चस्मा किन्देऊ न हजारको एउटा चस्मा किन्देऊ न हजारको हे हे अनि मुख हो नि छोप्नलाई हे मुख छोप्नलाई देऊ मलाई टालो, तिमीलाई म पर्यो गोठालो। हमेल रोडको के यो भाका अलि आएन कि भिडियोमा आउनुहोस् न आइहाल्छ नि सबै भाका छिटो छिटो जानुपर्छ नि कोसिस हो क्या यो मनाले तिमीलाई चाहन्छ मेरो तिमी हुँदै हो खान्छ रोड बजारको एउटा चस्मा किन्देऊ न हजारको एउटा चस्मा किन्देऊ न हजारको भाका चाहिँ गरौँ न है। यो भाका त आएन मलाई। भाका गाउँ मैले भनेको होइन अघि नै कुन चाहिँ भाका गाउने त गाइजहरू, तपाईँहरूको एकदम रोजेको भाका दिन्छ। ल कुन भाका गाउनु सबैजनालाई वेलकम है। आउने जाने नगरिदिनु होला। हाम्रो सोमसामती र नानाको गीत सुनेर सबैजनाले साथ दिनु होला। अझै अझ 2 चाहिँ टोकरा भिड खाली छ, तपाईँहरू फ्री भए गेस्टमा आउन अझ सक्नुहुन्छ। चाहिँ भिडमा पर्ला जस्तो छ। भाका तपाईँहरूले कुन भाका मन पर्छ गाइज भनिदिनुहोस् त। न्युड खोजेर एउटाले आयो भने त्यही भाका गाउँ। भनिदिनुहोस् है। जुनै मात्र छ ए गाउन देवी तिमीलाई साह्रै मन परेको भन्न तर लाइफमै डराएको जुनले मात्रै देख्छु हमले माया गरेको जुनले मात्रै देख्छ चिन्ता नल्याउ जुनलाई नि बादलले छेक्छ ओइ चिन्ता नल्याउ जुनलाई नि बादलले छेक्छ घोचेर भन्छु घोचेर भन्नु ल म पनि पेलेर भन्छु म सक्दो पेल्छु तिमीलाई आज कति सबै ए भन सानो तिमीले मुटु परेर उनले मात्र देख्छ
हामीले माया लाएको जुनले मात्र देख्छ अरे el TV habla बदलुले छेक्छ शुरू बदलुले छेक्छ हाय खाना मेट्नलाई रक्सी खाने न्युपारी आउँछु म भेट्नलाई बदलुले छिछ हामीले मायालाई को जुनले मात्रै देख्छ चिन्ता नल्याउ जुनलाई नि बादलुले छेक्छ ओइ चिन्ता नल्याउ जुनलाई नि बादलुले छेक्छ मनले चेको मान्छेलाई पाएन रक्सी खाने भो मान्छे चाहिएन जसले मात्र देख्छ माया लागेको जसले मात्र देख्छ चिन्ता नल्याउ जुनलाई नि बदलुले छेक्छ एहे जुनलाई नि बदलुले छेक्छ ए अस्तिको रात आएको थियो मजा गाजा भए खैनी कालो आज जुनले मात्रै देख्छ हामीले माया गरेको जुनले मात्रै देख्छ चिन्ता नल्याउ जुनलाई बादलुले छेक्छ ओइ चिन्ता नल्याउ जुनलाई नि बादलुले छेक्छ घैया मकैको टोलेको उडा मलाई माया गर्ने भाषा छोडा जसले मात्र देख्छ हामीले माया लागेको जसले मात्र देख्छ चिन्ता नल्याउ जुनलाई नि बदलुले छेक्छ एहे 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 उसो भए म नाता जोड्दिन छोड्छु तिमीलाई रक्सी म छोड्दिन जिनले मात्रै देख्छ हामीले यो भागा अलिक ढिलो भयो क्या खोलाको गानको मजा बरु रमाइलो पनि हुन्छ सुन्नु लागेको पनि अलिक गीत पनि लामो भए पनि अलिक कडा जान्छ यसमा कुन भाका खोलाको गानको कुन भाका गाउनु त हे बेसी बेलघडी सरामायाको छेन पारे के क्या फुला अस्ति नै गीत फुलाको गानको हो अस्ति नै फुलाको गानको मलाई झल्को छ ए देवी तिम्रै जोबानको असम त्यो अस्ति नैको के अरे अस्ति नैको गीत के गीत रे बिर्स्यो गैरी खेतमा पानी खोलाको के अरे गैरी खेतमा पानी खोलाको तिमीलाई माया छैन भने किन भुलाको मलाई किन भुलाको भनेको गाउन पर्यो अब चाहिँ यो पनि राम्रै छ एउटा गीत हो कसैले अनर्थ नसोधिदिनु होला आज यो देवीले त दरो कडा कडा शब्द पाउने होला भन्छ बाङ्गलाटी गाउने होइन फेरि मैले भन्दै एहे बस देवी तिमी उता इज्जत नै छोपार
ओए बसा देवी उत तिमी जोत्दै छोपाएर काँचो केरा खुवाउँछु तिमीलाई दाइमा चोपाएर पानी खुलाको गैरी ठिक छ खेतलाई ल पानी खुलाको नहाँसौ न हौ। पागल। अनि हामीलाई भनेर हुन्छ भिडियोमा आउनु न ल कति तपाईँहरू साह्रै दुईजना सबैजना भनेको आउनुहोस् हो ए कोही रमाइलो नै पनि भएन कति साह्रै भनेको हो कति साह्रै दिदी तपाईँ पनि आउनुहोस् भिडियोमा मलाई तिमीले साँच्चै खोजे हो र स्याके पानी कुलाको गैरी खेल्न पानी कुलाको तिमीलाई माया छैन भने किन भुलाको मलाई किन भुलाको आइजले खानु त ए साँच्चै भन सानो अब कता हे साँच्चै भन सानो आज घरभर यतै जोड्छु नुवाकोटेलाई तानालाई नुवाकोटेलाई तालाएर अनि मात्र छोड्छु पानी खुलाको गैरी खेतलाई पानी खुलाको मनमा माया छैन भने किन भुलाको मलाई किन भुलाको मेरो हातमा परेपछि पर्ला फेरि रुन ए मेरो हातमा परेपछि होला फेरि रुने नकोटे हो हेर सल्टी छैन के चाहन्छु ने पानी कुलाको गैरी खेतमा पानी कुलाको तिमीलाई माया छैन भने किन भुलाको मलाई किन भुलाको हाय हाय सबैजनालाई वेलकम छ है आउने जाने नगरिदिनु होला है हाम्रो नाना र सम्तीको गीत सुनेर सबैजनाले साथ दिनु होला एहे दुवैजना कम छैन क्या हेर्दैन त जोड्छु दुवैजना कम छैन क्या हेर्दैन त जोड्छु तिमीले रक्सी खाना छोडा मैले चुरोट छोड्छु पानी कुलाको गैरी खेतलाई पानी कुलाको मनमा माया छैन भने किन भुलाको मलाई किन भुलाको सबैजनालाई वेलकम छ है आउने जाने नगरिदिनु होला अझै एउटा गेस्ट खाली छ फ्री भए आउन सक्नुहुन्छ तिम्रो जस्तो छैन मन सुख छ के जान अरे क्या ए तिम्रो जस्तो छैन मन सुख छ के जान तिमी जस्तो जडिया होइन म त के नि खान्न पानी कुलाको गैरी खेतमा पानी कुलाको तिमीलाई माया छैन भने किन भुलाको मलाई किन भुलाको नमस्ते मिलन नमस्ते एहे नमस्ते बेला भेट्यो आएको क्या मस्ती ओए दारू खाएको बेला भेट्यो आएको थियो क्या मस्ती गुन्यौ फेलफेल पार्दै हिँड्थ्यो भुल्यो कि हो अस्ति पानी खुलाको गैरी खेतलाई पानी खुलाको मनमा माया छैन भने किन भुलाको मलाई किन भुलाको तेरे को डङ के डङ म्यासेज अयो हाय फ्री जहिले पनि देख्छ तिमीले हो अरूकै गल्ती खोइ त्यस्तै लाग्यो जहिले पनि देख्छ तिमीले हो अरूकै गल्ती हे रक्सी खाएर अस्ति बेलुका हिँड्या थियो हल्ली सरी के हो भन्न लागेको थियो सोमलाई मैले यस्तो कडा दिन लागेको थियो यहाँ बिर्स्यो हे जुली राख्न मन थियो अङ्गालोमा बेरी ओए जुनी भरि राख्न मन थियो अङ्गालोमा बेरी
तिम्रो गुन्यौ ठिकमा थिएन अस्ति भेट्दाखेरि पानी कुलाको गहिरी खेतलाई पानी कुलाको मनमा माया छैन भने किन भुलाको मलाई किन भुलाको खोइ म जडिया हो कि तिमी जड न त कता हरायो गायिका देवी नि खोइ के देवी भयो सबैजना चुपचाप भयो त अरे, हाम्रो गीत गाउने दिदी कता जानुभयो? आखि मेसेज त सोम सम्धिको आएको होइन मेरो हो दिदीको होइन सेकेन्ड हैन हो सेकेन्ड हैन हो नयाँ नयाँ पनि होइन पुरानो पनि होइन सेकेन्ड हैन हो यो डेबी नि होला न अलि बिजी भयो होला क्या दिदी एकछिन पक्नु न तेरोका ए बस्यो माया मुटुको कुना गयो देवी टोइलेटमा मुग्न जागो न गजलु आँखैले हान्यो मलाई भन्नुसम्म नभन्नु न मेरो नानालाई अहिले आउनुहुन्छ नि के अहिले बाँकी राख्छ भनेको म होस् गर्नु कम्तीको हे स्याङतन स्यामी जाडिन्छ खाला दिम्री खेपारे सम्गा खाला चागु नारायण गजलु आँखैले हान्यो मलाई ल गोले सम्झि झटाएर हान्दै गरौँ ल माथि पनि बिजी दुइटै बिजी भएछ बिजी आउँदैन हौ सम्धि आउँदैन यार हामीलाई त यार खतरा हान्दो रहेछ नि म मलेसिया हजुर म 12 वर्ष मात्रै हो ला जम्मा गायिका हजुर आफै भाग्दिनँ भयो त कहाँ भाग्नु भयो त यसरी चाहिँ छोड्नु नपाए छैन विचार छैन उहाँको डिभोर्स नमस्कार म पनि सबैजनालाई नमस्ते नमस्ते के छ दाजुहरू नै पर्नुहुन्छ होला म चाहिँ जानकारी दिएको भाइ जानुका दिदी चाहिँ भाइ एकदम दायाहरू नै होला म चाहिँ दाइ नै हो दाइ नै हुनुहुन्छ होला हजुर सबैजना दाइ नै होला अनि सबै सन्चै हुनुहुन्छ एकदम सन्चै छु भन्नु ल पर्यो दिदी किन जानु भएको त किन गरेको तपाईँको फोन आएर खोइ आज मेरो दिदीलाई के भयो त जलपानी दोङ्स्या हजुर तल सक्षम भनेर आउनु भएको छ छोराको प्रोफाइल राखेर उहाँलाई पनि माथि तान्नु न ल यसमा आउनु आउनुहोस् है आउनुहोस् सबैजनालाई स्वागत छ कार्यक्रम त्यसले हेरेर हाल्नु ल हो त
कार्यक्रम मोमो यहाँ मैले हारै भाइ नानान खाइ हालां यार चाहिँ मैले लाइभ गरेको विचार भोक लाग्यो होला के नानालाई अब दिनभरि काम गरेर आउनु भएको कति थाक्नु भएको होला Anda baru ding ngot maya di. Ada toilet ni pem bolo. Nil toilet di. जोडलाई दिल जेदै गर ए आउँछु नेपाल भोलि र पर्सेमा भाग्यो स्याङ्दन बोमजन सङ तर्सेर चागुना रन्थान गजलो आँखैले हान्यो मलाई बान आइयो मार्लाई फेरि एक घर होइन मैले लाप्सी हानेको तेरिका यो भाग्यो त साँच्चै ओ मने पेमा अब गीत बजाउनुस् अनि नाच्नुस् को नाच्नु हुन्छ ए तपाईँ नाच्ने भने होइन ए मलाई नाच्नु चाहिँ आउँदैन ल कालो चस्मा लायो भने दारी काटी आयो भने पक्लाक्कै ढल्छ केटी दरेम एकछिन गाउँ भनेको कोही पनि आएन है गाउने खालको कोही जाउने आउन हौ बा माथि रमाइलो गरौँ मेरो सोझो मनसँग खेल्ने गाउनै नजान्ने मात्रै परेछ हामी त कसले दियो ना गाउन आउँछ ना नाच्न आउँछ है के मरुला मेरो दिलमा आफ्नै जमाउने एउटा कुरा सोध्न मन तिमीलाई मेरो सोझो मनसँग खेल्ने अधिकार निष्ठुरी भन कसले फोन हालेर सोधेर आउँछ ल दिदी बिजी भयो भने चाहिँ डाइरेक्ट नै जानु भएको ए हो के हो यस्तो आउनुभयो हर्षन नमस्ते नमस्कार टिकटक लाइकमा भएको दिदी बहिनी दाजुभाइ सम्पूर्णलाई एकैमुष्ट दर्शन नमस्ते नमस्कार साथसाथै मिठो माया मिठो सम्झनाहरू हालेर टोक्राउँदै हाम्रो नमस्ते नमस्कार ओडी ओडी चुप्पा भन्दै अनि के थर पर्यो होला हो दिदी बहिनी दाजुभाइ ओडे ओडे चुप्पा सम्धि मेरो घर चाहिँ सिन्धुली ग्याङ्ली कबलेको वडा नम्बर 3 ठाबर नागाडेको के अरे पुरै गाह्रो नै गाह्रो छ इँटाको के अरे यो ढुङ्गा र माटोको मात्रै छ है घर चाहिँ मेरो त्यही भएर हजुर इँटाको भएन अनि के अरे उसको भएन सिमन्डीको र माटो के अरे बलाउको भएन सिमन्डीले चिसो हुन्छ त्यही भएर सम्झिले उडी चुप्पा हजुर हजुर गीत गाउन टिकटकमा झरेको
खोइ त गीत गाउने मान्छे नै नभएको हावा सरर वाउ गोरुखाइको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर गीत गाउन साथी सँगै नभएको टिकटक लाइकमा गीत गाउन आइरहेको हावा सरर गोरुखाइको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर रातो पासपोर्ट परदेशको छाप लायो गाउँमै नबस्ने गरेर आइहाल्यो हावा सरर गोरुखाइको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर रुगा लागेको छ गीत पनि के भयो भयो यार धोतरे पो भइसक्यो मेरो स्वर त यार दामी दामी खतरा रहेछ हौ यार हाम्रो सोल्टी यार नाच्न चाहिँ आउँदैन हो के गर्नु नभए नाचिहाल्थ्यो नि त नाचेको भिडियो एउटा नि छैन हुन्छ 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 गाउनु न हौ गाउनु आहो कस्तो मजाले गाउनु भएको थियो गीत गाउन जोडी नै नभएको त्यही भएर मुटुमा बसेर को हावा सरर गोरुखाइको डाँडैमा के भयो आयो आज के हुन्छ आयो मर्यो हाम्रो सोल्टीको अलि इन्टरनेटको प्रब्लम जस्तो रहेछ कि नेट सोलो जस्तो छ नेटको प्रब्लम हो आयो के भन्नु वही हो छैन हो छैन सबैजना कहाँ कहाँ भाग्यो यार ठ्याक्क के हो यस्तो आजको लाइफ नै ऊ भयो वही हो मेरो पनि बनाउन थाल्यो लौ लौ सबै नभए हामी पनि छुट्यौँ बेटी र बारवालेहरूले फोन गरे जस्तो छ कि भाग्यो सबै आयो मेरो नि फोन आउने बेला भयो त्यही भएर हो आयो
घरबेटी दिदीलाई नि यता पनि टाइम दिनुपर्ने उता नि टाइम दिनु पनि गाह्रो छ जिन्दगी। हो के गर्नु यस्तै छ। सबैको त्यस्तै हो। म त बसिरहेको सम्धी। असार 15 सबैलाई काम होइन अनि काम चाहिँ असार 15 नि न अलि खन्ने न रोप्ने गाइस गुड नाइट। ओके ओके सिस्टर ओके बाय बाय। के गर्नु आजको लाइफ यतिमै सीमित भयो। अब के अरे बन्द गरे काभ्रेली दिदीको खबर चाहिँ के छ त? अयो धरे बन्दला त जिजो अयो तिलदै जुराम खरट टिला करता अयो मिस कल आएर मेरो कति 2 मिनेट भयो। अयो अब चाहिँ जान्छु म। ल ल ओके सबैजनालाई बाई बाई गुड नाइट। बाई बाई गुड नाइट सबैजनालाई। ल ल पछि पछि बोल्दै गरौँ ल। शुभरात्रि राम्रोसँग सुत्नु होला। ल ल बाई बाई। ल ल सम्धिलाई नि उडेडी जीवन भेना भर्खर आउनु भएको ल ओके ओके बाई बाई सबैजनालाई गुड नाइट। ल ल हुन्छ ल ल गुड नाइट। ल ल ओके ओके ल गुड नाइट बाई।